विवाह अगाडि जुन इङ्गेजमेन्ट गरिन्छ नि त्यो गर्नुपर्ने विधि नै होइन, त्यो वाहियात विधि हो, त्यो गर्ने विधि नै होइन। अहिले त विवाह अगाडि एउटा पुरा पार्टी भोज लगाएर लाखौं खर्च गरेर पुरा त्यो धनको व्यय गरेर अपव्यय गरेर अनि त्यो चाहिँ एकदम चाहिँ 100 जनालाई बोलाएर त्यस्तो तमासा गरेर चाहिँ त्यो गर्ने विधि नै होइन। यो एकदम गलत विधि, गलत परिपाटी अहिले चलिराखेको छ। कुरो बुझ्यौ नि? यो धन धेरै सस्ता भएका धनी मानीहरू पैसा कहाँ लएर खन्यौ, कहाँ गएर पैसा पोखौं, कता पैसा खर्चौं गरौं भनेर यो पैसा बढी चाहिँ यो पैसा कमाएका र सस्तो धन र सजिलोसँग पैसा कमाएका र यो चाहिँ यो केही एकदम मेहनत परिश्रम बिना चाहिँ त्यो धन कमाएका व्यक्तिहरूले गर्ने खुरापाती खर्चिलो काममा चाहिँ यो खर्च गर्ने कुरा मात्र हो। यो इङ्गेजमेन्ट भन्ने चिज बिहा अगाडि गर्नै पर्दैन। कुरो बुझ्नु नि? यो इङ्गेजमेन्ट भनेको के पनि होइन, यो एउटा बाचा पक्का गर्ने एउटा चाहिँ कुरा मात्र हो। यसलाई वागदान विधि भनिन्छ। विवाह पद्धतिमा अगाडि सुरुमा एउटा वागदान पद्धति छ। त्यो पद्धति अनुसार चाहिँ के गर्नु पर्थ्यो, पहिला के गरिन्थ्यो वास्तवमा भन्दाखेरि चाहिँ त्यो अब छोरालाई चाहिँ केटी माग्न जाँदाखेरि अब सम्धी मामा काका 2-4 जना 4-5 जना चाहिँ छोराको के अरे केटाको बाउ भएर अनि चाहिँ छोरीको घरमा गएर जनाई सुपारी दिए, अलिकति जनाई सुपारी दिएर बाचा बन्धन पक्का गरेर तिम्रो कन्या चाहिँ मेरो छोराको लागि उपयुक्त छ, तिमीले कन्या दियौ, अब हामीले उसलाई चाहिँ एउटा चाहिँ छोरी जस्तै एउटै चाहिँ मान्छौं, उसको जीवनमा कुनै पनि दुःख कष्ट हुन दिदैनौ भनेर बाचा बन्धन पक्का गरेर आउने एउटा वागदान विधि हो यो। कुरो बुझ्यौ नि? कुरो बुझ्नुभयो नि? त्यसकारणले गर्दाखेरि यो इङ्गेजमेन्ट, यो बिहा अगाडि इङ्गेजमेन्ट गर्नै पर्दैन। यो एकदम नचाहिने कुरा, ढर्रा हो यो एकदम अनावश्यक खर्च हो यो। कुरो बुझ्नु नि? अब अहिले त इङ्गेजमेन्टमा विवाह जस्तै पार्टी दिएर विवाहमा लाग्ने खर्च जत्तिकै इङ्गेजमेन्टमा खर्च हुन्छ। त्यो भनेको अब हुनेलाई त त्यो ठिक छ, खर्च गरौँ, उनीहरूसँग प्रशस्त पैसा छ, कहाँ गएर पैसा खर्च गरौँ भन्ने जस्तो हुन्छ। तर नहुनेलाई, सीमित आय हुनेलाई, मध्यम वर्गीयलाई, निम्न वर्गीयलाई चाहिँ त्यो भार बोझ पर्यो कि परेन? यो वाहियात चलनले, गलत चलनले। कुरो बुझ्नुभयो नि? त्यसकारणले गर्दा यो इङ्गेजमेन्ट भन्ने चिज नगर्दा पनि केही फरक पर्दैन। 2-4 जनालाई तपाईँले 5-7 जनालाई चाहिँ उहाँ चाहिँ केटा मान्छेबाट आउने, त्यसपछि बाचा बन्धन पक्का गर्ने, जनै सुपारी दिने, अनिखेरि चाहिँ एउटा मन्त्र पनि हुन्छ त्यहाँ चाहिँ बाचा दत्ता त्वया कन्या पुत्रार्थम स्वीकृता मया बरावलोकन विदौ निश्चितत्वम सुखी भव। तिमीले छोराको बारेमा केटा कस्तो छ, के होला, माया गर्ला नगर्ला भन्ने र छोरीले दुःख पाउली कि नपाउली भन्ने कुरामा ढुक्क हुनु भनेर बाचा बन्धन पक्का गरेर आउने हो। 2-4 जना गएर छोरीको घरमा जनाई सुपारी लिएर एउटा सगुन लिएर चाहिँ बाचा बन्धन पक्का गरेर आउने विधिलाई आज यहाँ चाहिँ अझ कोहीले त यो इङ्गेजमेन्टमा बाजा पनि बजाउन थालिसकेका छन्। यस्ता विकृतिहरू अहिले आएका हुनाले यस्ता विकृतिहरू सकेसम्म नगर्दा राम्रो। कुनै पनि कुराहरू शास्त्रीय रूपमा जे छ हाम्रो पुरानो पद्धतिलाई नै हामीले फलो गर्नुपर्छ। कुरो बुझ्नुभयो नि? त्यसकारणले गर्दा